आजको यस भिडियोमा आज हामीले हेर्छौँ पोखरा युनिभर्सिटीको स्कलरसिपको फर्म कसरी भर्ने भनेर हेर्छौँ है त। तपाईँ अब गुगलमा गई पियु स्कलरसिप भनेर चाहिँ लेख्नुहोस् है त। अनि तपाईँले सर्च गर्नुहोस् गुगलमा, अनि यहाँ सुरुमै आउँछ है त पोखरा युनिभर्सिटीको स्कलरसिपको वेबसाइट आउँछ। तपाईँले यो होममा चाहिँ क्लिक गर्नुहोस् यसरी, अनि तपाईँ पोखरा युनिभर्सिटी स्कलरसिप पोर्टलमा पुग्नुहुन्छ। अनि तपाईँले अप्लाई अनलाइनको बटनमा क्लिक गर्नुहोस् है। अनि तपाईँले के गर्नुपर्छ भन्दाखेरि तपाईँले एउटा अकाउन्ट चाहिँ बनाउनुपर्छ है। रजिस्टरमा क्लिक गर्नुहोस् है। अनि तपाईँले आफ्नो नाम हाल्नु, इमेल हाल्नु, अनि के गर्नु, पासवर्ड हाल्नु है त। ओके, अकाउन्ट बनाइसकेपछि चाहिँ तपाईँलाई के आउँछ भन्दाखेरि इमेलमा चाहिँ एउटा भेरिफायर इमेल भनेर एउटा मेसेज आउँछ। तपाईँले त्यो भेरिफाई गरेपछि मात्र चाहिँ तपाईँले के गर्न पाउनुहुन्छ भन्दाखेरि लगइन गर्न पाउनुहुन्छ है। ओके, तपाईँले अब पोखरा युनिभर्सिटीको पोर्टलमा चाहिँ तपाईँले अब क्रिएट अकाउन्ट गरेपछि तपाईँको इमेलमा यस्तरी एउटा इमेल आउँछ। अनि तपाईँले के गर्नुपर्छ भन्दाखेरि भेरिफाई इमेल एड्रेसमा यसरी क्लिक गर्नुपर्छ। अनि तपाईँ लगइन हुनुहुन्छ है त। यसरी तपाईँले अब लगइन गरेपछि कहाँ जाने भन्दाखेरि प्रोफाइल सेटिङ छ नि, यहाँ तपाईँले यसमा चाहिँ क्लिक गर्नुपर्छ। ओके, हामी चाहिँ अब प्रोफाइल सेटिङ स्कलरसिपकोमा आइसकेका छौँ। अब हामीले चाहिँ अब के हाल्नुपर्छ भन्ने कुरा छ है। हामी चाहिँ सबै यता बेसिक इन्फर्मेसनमा सोधिएका कुराहरू चाहिँ हाल्छौँ है त। आफ्नो नाम, डेट अफ बर्थ, सिटिजनसिप है त। अब आफ्नो फोटोहरू हाल्छौँ है यसमा। अनि आफ्नो 10को र 11को हाल्छौँ होला है त। 10को रिजल्ट हाल्छौँ, अनि 11को मार्कसिट हाल्छौँ, 12को चाहिँ उस हाल्छौँ है, के भन्छ, एडमिट कार्ड हाल्छौँ। रिजल्ट निक्लेको छैन भने, के अरे रिजल्ट निक्लेको छ तर ओरिजिनल पाएको चाहिँ छैन भनेको है, त्यो केसमा चाहिँ हामीले चाहिँ के गर्छौँ भन्दाखेरि 12को एडमिट कार्ड हाल्छौँ अनि 11को रिजल्ट हाल्छौँ। यदि तपाईँसँग 12को सबै छ भने, ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल छ भने चाहिँ तपाईँले के गर्नु पर्यो, पास भनेर चाहिँ गर्नुपर्छ तल है। अनि चाहिँ भर्नुपर्छ है त। अब चाहिँ हामी अब स्टेप 1बाट सुरु गरौँ है त, हाम्रो फोटो हाल्नदेखि है त। जस्तै म गुगलमा गएर फोटो फर प्रोफाइल भनेर मैले सर्च गरेँ, मैले एउटा ऱ्यान्डम फोटो हाल्छु है त। तपाईँले आफ्नै हाल्नु पर्यो है त फोटो चाहिँ। जस्तै म एउटा ऱ्यान्डम फोटो हेर्छु है त। ओके, यो फोटो चाहिँ मिल्छ है। तपाईँले यस्तै फोटो बनाएर हाल्नु है त। यो फोटो चाहिँ AVIF फर्मेटमा छ है त। हेरौँ है त सपोर्ट गर्छ कि गर्दैन भन्ने कुरा हेरौँ है त। यो सपोर्ट गर्दैन है त। यो हामीले चाहिँ यसलाई चाहिँ कन्भर्ट गर्नुपर्छ है त जेपिजीमा चाहिँ। त्यसको लागि चाहिँ अब हामीलाई AVIF टु जेपिजी कन्भर्टर भन्ने छ है त। यदि तपाईँको नि अब यस्तै अब अरू कुनै फर्मेटमा छ भने चाहिँ तपाईँले अब यसरी नै कन्भर्ट गर्नु पर्यो है त। मेरो त AVIF फर्मेटमा थियो। तपाईँको यदि HEIF मा छ भने HEIF टु जेपिजी कन्भर्टर युज गर्न पर्यो है त। अनि जस्तै PNG मा छ भने चाहिँ PNG टु जेपिजी कन्भर्टर है त। यो हुन्छ नि हाम्रो फोटोको लास्टमा चाहिँ यो डट पछिको छ नि, त्यो चाहिँ हान्ने हो यहाँ है, टु जेपिजी कन्भर्टर गरिदिने है त। जस्तै मेरो AVIF टु जेपिजी कन्भर्टर छ। जस्तै मैले सुरुकै युज गरेँ है। मैले त्यही फाइललाई चाहिँ सेलेक्ट गरेँ यसरी, अनि मैले यसलाई के गरेँ, यहाँ कन्भर्टमा चाहिँ यसरी क्लिक गरेँ है त। कन्भर्ट हुँदैछ, कन्भर्ट भयो, अनि डाउनलोड गर्ने है त। डाउनलोड भयो। अब हामी हेरौँ है त, अब यो चल्छ कि चल्दैन भन्ने हेरौँ है त। मिल्यो है त, 67 केबीमा आएको चाहिँ छ। यदि तपाईँको प्रोफाइलको साइज एकदमै हाई छ भने चाहिँ तपाईँ के गर्नुपर्छ, इमेज कम्प्रेस भन्ने हुन्छ है त। इमेज कम्प्रेस अब 200 केबीसम्म लिन्छ होला है त। यहाँ 200 केबीसम्म लिन्छ भने 200 300 सम्म लिन्छ भने 200 केबीसम्म गर्दा भयो है त। इमेज कम्प्रेसर टु 200 केबी भन्ने छ है। तपाईँ 11 जुनको वेबसाइटमा जानु, अनि तपाईँले के गर्नु भन्दाखेरि त्यो इमेजलाई चाहिँ अपलोड गरिदिनु, अनि कति पर्सेन्टले घटाउने हो सायद, अब त्यो अनुसार यहाँ नम्बर राख्नु है त, पर्सेन्ट राख्नु, अनि कम्प्रेसमा क्लिक गरिदिनु, अनि तपाईँको नयाँ साइज आइहाल्छ त्यहाँ है। डाउनलोड गर्ने अनि फुत्ता हालिदिइहाल्ने है त। मैले क्लोज गरेँ है त यसको लागि चाहिँ। अब हामी फोटोको कुरा चाहिँ भयो है त। अब हामी नामको कुरा गरिरह, तपाईँको आफ्नो नाम हाल्नु पर्यो है त यसमा। फर्स्ट नेम के हो, मिडल नेम के हो, लास्ट नेम के हो भन्ने कुरा सोधेको छ, तपाईँले त्यो हालिदिनु पर्यो। अब आफ्नो अब पहिलो नाम सोधिरहेको छ नेपालीमा है त। त्यसको लागि तपाईँले के गर्नु पर्यो भन्दाखेरि इङ्ग्लिस टु नेपाली भन्ने गुगलमा सर्च गर्नुहोस्, आफ्नो नाम हालिदिनु। जस्तै एउटा नाम हालौँ है त। के नाम हालौँ भन्दाखेरि जस्तै मैले नेमै भनेर लेखेँ, यसको कन्भर्जन भयो, नाम भनेर आयो। नामले अब यहाँ बटनमा क्लिक गरेपछि कपी भइहाल्यो है। अनि तपाईँले के गर्नु पर्यो त, पेस्ट गरिदिनु पर्यो है त नाम है त। जस्तै म अर्को पनि गरेर देखाएँ है त। जस्तै एउटा कास्ट नै हालौँ है त। जस्तै मैले एउटा छेत्री भनेर हालेँ है त, छेत्री है त। मिल्यो है त, यही होला है त स्पेलिङ।
तपाईँको यदि स्पेलिङ मिले छैन भने चाहिँ अब मिलाउन खोज्नु है त। जेन्डरको कुरा आउँछ है त, स्पेलिङ भनेको चाहिँ नेपालीको भने है त। तपाईँले यसरी हाल्ने है त नामहरू, बिचको नाम है त, थर आफ्नो यसरी हाल्ने है। गुगलमा गएर इङ्ग्लिस नेपाली हान्ने, कपी गर्ने अनि टक्क लाएर पेस्ट गरिदिने है त यसरी। अनि जेन्डरको कुरा सोध्दै जेन्डर आफ्नो छान्नु है त, डेट अफ बर्थ कहिले हो है, यसरी छान्ने है त। अब कुन महिना हो यसरी छान्ने अनि अठाइदिने है त। यो त आफै कन्भर्ट भइहाल्छ इङ्ग्लिस डेटमा। आफ्नो नागरिकता नम्बर हाल्ने, आफ्नो नागरिकतामा जे छ त्यही हाल्न पर्यो। नागरिकता कहिले अब इस्यु भएको त्यो डेट हाल्ने, जस्तै 1 गते भयो भने ए हालिदिने यसरी। इस्यु कहाँ भएको भनेर सोधेको छ है त। इस्यु अब जस्तै कास्कीमा भयो भने कास्की हाल्ने है त। त्यो नागरिकताको माथि लेखेको हुन्छ है त, जिल्ला प्रशासन कार्यालय, अनि त्यहाँ डेट हुन्छ त्यसको माथि चाहिँ लेखेको हुन्छ है त, कास्की भनेर लेखेको हुन्छ होला। तपाईँको के छ है, अब आफ्नो जे छ त्यही अनुसार लेख्नु है त। नागरिकता अब कहाँ बनेको जिल्ला हो त्यही लेख्नु है। अब यहाँ अब नागरिकताको अब फ्रन्ट सोधिरहेछ है त, आफ्नो नागरिकता हाल्नु है त। यसरी चुज फाइलमा यसरी क्लिक गर्ने अनि आफ्नो नागरिकता हाल्नु। तपाईँले यो नागरिकता खिच्नको लागि चाहिँ क्याम स्क्यानर युज गर्न सक्नुहुन्छ है त। क्याम स्क्यानमा आफ्नो नागरिकताको फोटो खिच्नु अनि के गर्नु भन्दाखेरि सेभ टु ग्यालेरी गर्नु अनि यहाँ चुज फाइलमा अठाएर आफ्नो त्यो फोटोलाई यसरी हालिदिनु है त। यसरी हालिदिनु अनि के गर्नु पर्यो भन्दाखेरि सिटिजन ब्याग भन्ने पनि छ, आफ्नो सिटिजन ब्यागको फोटो क्याम स्क्यानरबाट खिच्ने अनि यसरी अपलोड गरिदिने अनि सेभको बटनमा यसरी क्लिक गरिदिने है त। सेभको बटनमा त क्लिक गरेन भने चाहिँ सबै जान्छ है त। सेभको बटनमा अठाइहाल्नुपर्छ है त सबै भरेपछि चाहिँ सेभको बटनमा यसरी क्लिक गर्ने है त। त्यो 18 क्लिक गर्ने अनि अब आफ्नो अब कन्ट्याक्ट इन्फर्मेसन सोधिरहेको छ है त। आफ्नो ल्यान्डलाइन नम्बर छ भने आफ्नो ल्यान्डलाइन नम्बर हाल्ने, मोबाइल नम्बर सोधेछ मोबाइल नम्बर हाल्ने। अब आफ्नो नागरिकतामा के छ पर्मानेन्ट एड्रेस त्यही अनुसार हालिदिने है त। यहाँ सेम टु सेमै है त। टाइप के हो आफ्नो आफ्नो के हो है हाल्ने है त। यहाँ टोल चाहिँ पर्दैन है। अब टेम्परेरी एड्रेस तपाईँ अब कहाँ बस्नुहुन्छ त नि अहिले त्यही हालिदिनु है त। सेम टु सेम हो भने सेम टु सेम नै हालिदिनु है त। कहाँ बस्नुहुन्छ त्यही हालिदिनु है त। यो माथिको अब यो यसमा त केही प्रब्लम हुने भएन है त। अब आफ्नो गार्जियन इन्फर्मेसन सोधिरहेको छ, आफ्नो ग्रान्ड फादरको नाम हाल्नु है त। फादर नेम हाल्नु, मदर नेम हाल्नु, आफ्नो लोकल गार्जियन नेम सोधिरहेको छ है त, त्यो हाल्नु। आफ्नो लोकल एड्रेस हाल्नु है त, के अरे गार्जियनको लोकल एड्रेस हो है त। अनि लोकल गार्जियनको मोबाइल नम्बर हाल्नु है। अनि एकाडेमिक इन्फर्मेसन सोध्यो, एसएलसी एससी इन्फर्मेसन भनेको क्लास 10 को है त। क्लास 10 को अब कुन हो तपाईँको, एससी हो कि एसएलसी हो? एससी नै होला है त। तपाईँ अब सरकारी स्कुल पढ्नुभयो कि गभर्मेन्ट पढ्नुभयो भनेर सोधेको छ। यदि तपाईँ अब गभर्मेन्ट स्कुलमा पढ्नुभयो भने तपाईँले पब्लिक छान्नु, यदि तपाईँ प्राइभेट स्कुलमा पढ्नुभयो भने अदर्समा क्लिक गर्नु। स्कुलको नाम हाल्नु है त, स्कुलको नाम हाल्नु, एड्रेस हाल्नु है त। पास कहिले हुनुभयो त्यो आफ्नो अब क्लास 10 को अब रिजल्ट हेर्नु है त, फाइनल रिजल्ट एनइबीले दिएको त्यो रिजल्ट हेर्नु। फुल ग्रेड कति हो भन्दा 4.00 लेखिदिने है त। अनि आफ्नो ग्रेड हाल्ने, आफूले पाएको ग्रेड कति, जस्तै 3.34 हो भने यसरी हालिदिनु है। स्कुलको ठेगाना हाल्नु है त, जस्तै यो भयो 9 नम्बर वार्ड भयो अरे ल। आफ्नो क्यारेक्टर सर्टिफिकेट पनि हाल्नु पऱ्यो है त, फोटो खिचेर सायद मिलेन घटाउने अनि हाल्ने है त। जेपीजी फर्मेटमै होला है यो पनि। यसरी फुत्ता हाल्ने है त। मार्कसिट भनेको छ भने मार्कसिट हाल्ने। यदि तपाईँ अब पब्लिक स्कुलमा, यदि सरकारी स्कुल पढ्नुभयो भने के गर्नु पर्यो, आफ्नो सबै डिटेल भर्दै जानु पर्यो है त। पास आउट इयर कहिले हुनुभयो, जस्तै 80 हुनुभयो होला होइन, जे छ त्यही हाल्नु है त। यो आफ्नो फाइनल रिजल्टमा कति जिपी हो त्यही हाल्नु पर्यो है। अनि हाम्रो यहाँ के आउँछ भन्दाखेरि रिकमेन्डेसन लेटर भन्ने आउँछ है त। यहाँ एउटा के भन्छ, क्लिक हियर टु गेट रिकमेन्डेसन लेटर भनेको छ है। यसमा क्लिक गर्नु है। यसमा क्लिक गरेपछि तपाईँ यो वेबसाइटमा जानुहुन्छ। यो सबै भर्नु पर्यो है त। आफ्नो अब 6 देखि 10 कहाँ पढ्नु भयो त्यो स्कुलमा गएर चाहिँ सबै भर्न लगाउनु पर्यो है। भरेपछि के गर्नु पर्यो, त्यहाँ हालिदिनु पर्यो है त। भरेपछि कहाँ जानु पर्यो भन्दाखेरि रिकमेन्डेसन लेटरमा चुज फाइल गर्ने अनि हालिदिने है त। यसरी चाहिँ हालिदिनु पर्यो है। त्यो हालिदिएपछि तपाईँले के गर्न पाउनुहुन्छ भने यो कोटाहरू चाहिँ भर्न पाउनुहुन्छ है त। है यदि तपाईँको यो सेक्टर चाहिँ प्राइभेट पढ्नुभयो भने चाहिँ यो हाल्न मिल्दैन, ओपन कोटा नै हुन्छ तपाईँको है। के भनिरहेको भन्दाखेरि पब्लिक कोटा, यदि तपाईँ सरकारी स्कुल पढ्नुभयो भने, गभर्मेन्ट स्कुल पढ्नुभयो भने चाहिँ तपाईँले भर्न पाउनुहुन्छ, नत्र भए तपाईँको ओपन कोटा नै हुन्छ भनेको छ है। अनि तपाईँ अब लोकल कोटाको लागि के गर्नु पर्यो भन्दाखेरि अब
त्यसको लागि पनि अब लिस्ट चाहिँ आएको छ है त। यो यसको म लिङ्क चाहिँ हालिदिन्छु है त। यस्तै कहाँ भनेको छ भन्दाखेरि डिटेल नोटिस भन्ने छ, यसमा मैले क्लिक गरेँ। यसमा चाहिँ भनेको छ है त, के भनेको छ भन्दाखेरि के पढ्न पाउँछ है त भनेर भनेको छ है त। प्रोग्राम के पढ्न पाउँछ है त लोकल कोटाको लागि चाहिँ। यदि क्यान्डिडेट पोखरामै बस्छ भने चाहिँ त्यसले यो सब्जेक्ट पढ्न पाउने भयो है त, है त। पोखरामै बस्यो भने यो सब्जेक्ट पढ्न पाउने भयो होइन। यदि उर्लाबारी म्युनिसिपालिटीमा बस्छ भने चाहिँ त्यसले यो दुई तिनवटा कोर्स चाहिँ पढ्न पाउने भयो है त, यो स्कुलमा गएर चाहिँ, यो कलेजमा गएर मदन भण्डारी भन्नेमा है। यदि तपाईँ यदि तपाईँ अब ललितपुरतिर बस्नुहुन्छ भने तपाईँले अब यो सब्जेक्टहरू पढ्न पाउनुहुन्छ है त, यो स्कुलमा है त भनेर भनेको छ है। त्यसको लागि चाहिँ यो भन्नको लागि तपाईँ के हुनु पर्यो भन्दाखेरि 6 देखि 10 सरकारी पढेको हुन पर्यो है। तपाईँ अब यदि प्राइभेट पढ्नु भयो भने त अब तपाईँले भर्न पाउनु भएन यो है त। तपाईँको त ओपन कोटा नै हुने भयो है, तपाईँको ओपन कोटा नै हुने भयो है। यदि तपाईँ लोकल कोटा हुने हो भने चाहिँ अब के अब त्यही अब हालिदिनु भयो कि आफ्नो फर्महरू है, फर्महरू बनाएर जिल्ला प्रशासन कार्यालय गएर कि आफ्नो वडामा नि बन्छ होला है त, आफ्नो वडामा गएर बनाउने है त यो लोकल कोटा सोटाको। डिसेबल हो भने चाहिँ त्यो अनुसारको छ है त, यहाँ सबै भनेको छ है, यो के हो है सबै भनिरहेको छ है, यहाँ के हो है। अब यहाँ के भनिरहेको भन्दाखेरि एउटा त है प्रोग्राम डिटेल्स, यहाँ अब स्कलरसिप कोटाको बारेमा छ है त। अब कुन सब्जेक्टलाई कति स्कलरसिप खाली छ भनेर छ है, यो पनि हेर्नु है त। अब यहाँ हेरौँ है त, स्कलरसिप कसले पाउँछ भनेर सोधेको छ। लोकल कोटा भनेको त्यही अब त्यहाँ अब त्यो लिस्टमा जे थियो अघि देखाएकोमा त्यो अनुसार हुनुपर्छ। त्यसको अब फर्म भर्ने यहाँ चुज फाइल गरेर झ्यापझुप हाल्नु। डिसेबल कोटा भन्ने छ, यो कोटा छ है। कन्फ्लिक्ट भिक्टिम कोटा भन्ने छ, रिमोट कोटा भन्ने छ, सेड्युल कोटा भन्ने छ है। एथनिक कोटा भनेको जनजाति कोटा हो है, जनजाति के भन्ने छ नि, आदिवासी के हो त्यही कोटा भयो है त। मधेसी कोटा भन्ने छ है, स्टाफ एन्ड टिचर अफस्प्रिङ कोटा भन्ने छ। अब तपाईँले के सोध्यो भन्दाखेरि 12 क्लासको सोध्यो है त, 10+2 है त। कहाँ कुन बोर्डमा पढ्नु भयो, पास आउट इयर के हो, अहिले 2083 नै हो है त। कलेज नेम के हो है, कलेजको नाम सोधिरहेको छ, आफ्नो कलेजको नाम के हो, कलेज कहाँ छ भनेर सोधे। यदि रिजल्ट निक्ले छैन भने पेन्डिङमा राख्न पर्यो है त। रिजल्ट निक्ले छैन भने पेन्डिङमा राख्न पर्यो है। अनि के गर्नु पर्यो भन्दाखेरि यता चाहिँ हामीले क्लास 11 को चाहिँ यहाँ फाइल हालिदिनु पर्यो है त। जस्तै यो क्लास 11 को फाइल हो भने अनि के भने करेन्ट इयर एडमिट कार्ड हाल्नु भनेको छ। आफ्नो यता एडमिट कार्ड हाल्नु पर्यो है त, क्लास 12 को है, क्लास 12 को एडमिट कार्ड हाल्ने है त। त्यसमा लेखेको हुन्छ नि हाम्रो सिम्बल नम्बरहरू, त्यो हाल्नु पर्यो। अनि त्यो प्रिभियस इयर भनेको नि मा चाहिँ क्लास 11 को फाइनल टर्मको रिजल्ट हालिदिने है। यदि पेन्डिङ छ भने, यदि तपाईँले ओरिजिनल डकुमेन्ट पाउनु भएन भने चाहिँ गर्नु पर्यो। यदि तपाईँले ओरिजिनल डकुमेन्ट छ तपाईँसँग, ट्रान्सक्रिप्ट माइग्रेसन प्रोभिजनल सर्टिफिकेट छ भने चाहिँ तपाईँले के गर्नु पर्यो, पासको अप्सन लगाइदिनु पर्यो। अनि तपाईँले आफ्नो ट्रान्सक्रिप्ट हाल्नु पर्यो, यसरी क्यारेक्टर पनि हालिदिनु पर्यो है, क्यारेक्टर हालिदिनु पर्यो। अनि रिजल्ट टाइप सोधिरहेको छ है, रिजल्ट टाइप सोधिरहेको छ, रिजल्ट पास हो कि केमा सोधे है त, ग्रेडमा हो कि पर्सेन्टेजमा। ग्रेडमा हो भने ग्रेड हालिदिनु है त, यसरी 4.00 पाएको ग्रेड कति हो 2.34 भने 3.34 हालिदिनु है त। अनि यहाँ चाहिँ हामीले के हाल्नुपर्छ भन्दाखेरि यो स्टार लगाएको नि त्यो मात्रै हाल्नु हुन्छ है त, यो रातो स्टार लगाएको चाहिँ, अरू चाहिँ परेन है त। हाल्नु मन छ भने हालिदिने है त, तर कुनैको लागि चाहिँ हाल्नै पर्यो है त। यहाँ भनिराख नि रिकमेन्डेसन लेटर चाहिँ हाल्नै पर्यो है त। यदि गभर्मेन्ट स्कुलमा पढेको भए त्यो हालेपछि मात्र चाहिँ इनोरमा चाहिँ टिक लगाएर चाहिँ भर्न चाहिँ पाइन्छ है त। त्यो मात्र आफ्नो अब स्कलरसिप पाइने भयो है त। यो भयो यसको लागि चाहिँ भयो। सबै भरेपछि सेभ गरेर अठाउँदै जानु पर्यो है त। अब ब्याचलरको कुरा सोधिरहेको छ है त, मास्टर पढ्नको लागि ब्याचलरको अब हाल्नु पर्यो है यहाँ। अब युनिभर्सिटी कहाँ पढ्नु भयो, जस्तै पोखरा युनिभर्सिटी पढ्नु भयो भने पोखरा युनिभर्सिटी हालिदिने यसरी। अब युनिभर्सिटीको एड्रेस कहाँ हो, फरेन हो भने यसरी टिक लगाइदिनु फरेनको, अनि फरेनको डेटा हाल्ने है त। यहाँ पास आउट कहिले हुनु भयो
जस्तै 2083 मै भने एचजिटी चाहिँ हाल्नु पर्यो। पास हो भने त्यो अनुसारको अब हाल्नु पर्यो, ग्रेडमा कि पर्सेन्टेजमा भनेर हाल्नु पर्यो। यसको लागि मार्कसिट हालिदिनु पर्यो है त आफ्नो ब्याचलर डिग्रीको। अनि यो त क्यारेक्टर सर्टिफिकेट सोधे आफ्नो अब ब्याचलरमा कलेजले दिएको क्यारेक्टर हाल्नु पर्यो है त। अरू त नहाले नि हुन्छ भनेको छ। अनि के गरिदिनु पर्यो, सेभ बटनमा यसरी अठाइदिनु पर्यो है त। सेभ गरेपछि के हुन्छ भन्दाखेरि अकाउन्ट भेरिफाई हुन्छ है त। स्टेटसमा चाहिँ नट सेटअप भनिरहेछ है त। तपाईँको स्टेटस भेरिफाई भएपछि चाहिँ के हुन्छ, तपाईँ चाहिँ इलिजिबल हुनुहुन्छ है त। एक्जाम दिनको लागि इलिजिबल हुनुहुन्छ। तपाईँ पोखरा युनिभर्सिटीको एक्जाम दिनको लागि इलिजिबल हुनुहुन्छ है त। तपाईँको यहाँ के आउँछ, फर ब्याचलर लेभल भनेको छ। ब्याचलर पढ्ने हो भने चाहिँ अब यहाँ सेटअपमा चाहिँ ग्रिन टिक आउँछ। अकाउन्ट भेरिफाई भइसक्यो भने पनि यहाँ ग्रिन टिक आउँछ है त। त्यो मास्टर पढ्नको लागि हो भने पनि सेम नै छ, सेटअपमा ग्रिन टिक आउँछ छैन। हामीले सेटअपको सबै फर्म भरेपछि यहाँ सेटअपमा ग्रिन टिक आउँछ। पोखरा युनिभर्सिटीबाट हाम्रो प्रोफाइल चाहिँ भेरिफाई भएपछि के हुने भयो, यहाँ पनि ग्रिन टिक आउने भयो है त। अब चाहिँ हामी कुरा गरौँ एप्लिकेसनको कुरा गरौँ है त। एप्लिकेसन चाहिँ के हो भन्दाखेरि हामीले अब यो छ नि यता हाम्रो ड्यासबोर्डमा देखाएको यो हामीले पढ्न लागेको कोर्स कुन हो भन्ने कुरा छ। जस्तै मलाई अब इन्जिनियरिङ पढ्न मन छ भने अब मैले यसमा के गर्न पाएँ, अप्लाई गर्न पाएँ है त। अप्लाई गरेँ यसरी मैले। अप्लाई गर्नको लागि के छ भन्दाखेरि त्यसको लागि तपाईँले के गर्नु पर्यो, पहिला सबै चाहिँ भेरिफाई हुनु पर्यो है त। भेरिफाई त हुन पर्दैन है त। के हुनु पर्यो भन्दाखेरि यो सेटअपमा चाहिँ हरियो टिकले ल्याउनु पर्यो है त। अब म चाहिँ यो सबै यो अब अप्लाई कसरी गर्ने भन्ने सबै डिटेलमा भनिदिन्छु है त। अब होइन जस्तै तपाईँको अकाउन्ट भेरिफाई भइसक्यो है त, सेटअप पनि अब तपाईँको अब भइसक्यो भने यसरी ग्रिन टिक आउने भयो। जस्तै ब्याचलर लेभलको लागि मैले भरेको छु है त। आफ्नो प्रोफाइल सेटिङमा सबै भरेपछि के हुन्छ, भेरिफाई हुन्छ है त। भेरिफाई भइसकेपछि के हुन्छ भन्दा तपाईँको अब इलिजिबल हुनुहुन्छ क्या तपाईँ अब गर्नको लागि। जस्तै मैले अब एउटा अब के यही ल फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजीमा जस्तै मैले अप्लाई गरिदिएँ यसरी। अप्लाई गरिदिएपछि के हुन्छ भन्दाखेरि तपाईँले यहाँ पैसा चाहिँ तिर्नुपर्ने हुन्छ है त। आफ्नो अब कोर्सको लागि चाहिँ कुन कोर्स हो है। जस्तै अब यहाँ एक्जाम सेन्टर चाहिँ पियु एकाडेमिक बिल्डिङ हुन्छ भने पेमेन्ट केबाट गर्नुहुन्छ भन्दैछ। जस्तै ब्याङ्कै होला है, धेरैको त अब ब्याङ्कबाटै गरिन्छ है त। ब्याङ्कबाट गर्नु, यो ब्याङ्क छान्नु, जुन छान्दा नि भयो है त। पेमेन्ट गरेपछि हामीले चाहिँ के हाल्नुपर्छ, ट्रान्जेक्सन कोड हाल्नुपर्छ। अनि के हाल्नुपर्छ भन्दाखेरि त्यसको रिसिप्ट हाल्नुपर्छ है त, जेपिजी फर्मेटमा। तपाईँले के गर्नु भन्दाखेरि इसेवाबाट पेमेन्ट गरिदिनु है, इसेवा खल्ती जेबाट भयो पेमेन्ट गर्दा भयो। मोबाइल ब्याङ्किङ एप जस्तो ब्याङ्कको छ नि मोबाइल ब्याङ्किङ एप, त्योबाट पेमेन्ट गर्नु। अनि त्यो पिडिएफलाई चाहिँ अब डाउनलोड गर्ने। अनि जस्तै त्यो पिडिएफ, त्यो डाउनलोड गरेको फाइल त पिडिएफमा हुन्छ। जस्तै पिडिएफ टु जेपिजी भन्नेमा जाने अनि अठाइदिने है त, सेलेक्ट पिडिएफ। जस्तै मसँग एउटा पिडिएफ फाइल रहेछ, जस्तै यसलाई कन्भर्ट टु जेपिजी गर्ने होइन। अनि डाउनलोड गरिदिने है त त्यो रसिदलाई। अनि रसिदलाई चाहिँ यता हालिदिने है त। अनि यसरी मैले हालिदिएँ है त एउटा। त्यस्तै त्यसमा पेमेन्ट गरेपछि हामीलाई त्यहाँ के दिन्छ, एउटा ट्रान्जेक्सन कोड दिन्छ, त्यो हाल्नु पर्यो यसरी है। यहाँ म्याच हुनु पर्यो है त ट्रान्जेक्सन आइडी। स्क्रिनसटमा जे हो यहाँ पनि त्यही हुनु पर्यो है त। तपाईँ स्क्रिनसट भन्नाले त्यही पेमेन्ट गरेको स्क्रिनसट है त। डिपोजिट कसले गरे हो त्यसको नाम चाहियो, खातावालाको नाम चाहियो, कुन अकाउन्टबाट गरे हो भन्नाले कसको नामबाट अकाउन्ट कसको नाममा छ अनि कसले पैसा पठाएको भन्ने कुरा। जस्तै अब रामको नाममा छ भने राम के हो, राम गुरुङको नाममा छ भने राम गुरुङ हाल्नु पर्यो। डिपोजिट कहिले गरे, जस्तै आज गऱ्यो भने आजको डेट हुने भयो, यसरी हालिदिनु पऱ्यो कि डेट छानेर कहिले गरे पेमेन्ट। अनि आजको डेटमा क्लिक गर्ने अनि अप्लाई गरिदिने है त। यति नै हो त प्रोसेस। जस्तो मैले त एउटा गरेको छु, देखाइदिन्छु है त। एप्लिकेसनमा म गएँ, जस्तो मैले चाहिँ गरेको थिएँ, अब फुल भेरिफाई भइसकेको छ है त। जस्तो भीमा जान्छु है त। जस्तो चाहिँ के हुने भयो भन्दाखेरि जस्तो मैले अप्लाई गरेको थिएँ फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजी स्कलरसिपको लागि है त। 1800 को थियो होइन। जस्तै मेरो कोटा चाहिँ ओपन कोटा नै हुने भयो, किनभने चाहिँ यो म चाहिँ प्राइभेट पढेको हुनाले मेरो यो ओपनै हुने भयो है। मेरो एक्जाम सेन्टर त्यो हुने भयो है। भेरिफाई भएपछि कसले भेरिफाई गर्यो भनेर देखाउँछ क्या, लास्ट रिभ्यू बाइ त्रिलोचन है त है। यसरी चाहिँ आउँछ है त। भेरिफाई भइसकेपछि के हुन्छ भन्दाखेरि डाउनलोड एडमिट कार्डको बटनमा हामीले क्लिक गर्नुपर्छ है। अहिले चाहिँ अफ छ एडमिट कार्ड डाउनलोड गर्ने अप्सन। किन भन्दाखेरि यो फर्म भर्ने डेट चाहिँ सकिएको छैन नि। फर्म भर्ने डेट चाहिँ
16 सकिने रहेछ है त 2026 7 महिना 16 गते भनेको चाहिँ जुलाई 16 सकिन्छ आज जुलाई 10 हो है 6 दिनपछि चाहिँ तपाईँको आउँछ होला है यो चाहिँ है त यो स्कलरसिपको भ्यालिडिटी सकिएपछि चाहिँ आउँछ है त यो एडमिट कार्डको डाउनलोड गर्ने अप्सन अनि तपाईँले डाउनलोड गर्न पाउनुहुन्छ तपाईँले कलर प्रिन्टमा गर्दा हुन्छ है एडमिट कार्डलाई प्रिन्ट है त कलर प्रिन्टमा गर्ने है अनि जाँदा हुन्छ एक्जाम दिन चाहिँ पोखरा युनिभर्सिटी है यति नै हो है त पोखरा युनिभर्सिटी स्कलरसिपको लागि चाहिँ यति नै रहेको छ है त प्रोसेस चाहिँ भेरिफाई भएर चाहिँ यहाँ भेरिफाईको टिक आउँछ है तपाईँको भेरिफाई हुन चाहिँ इम्पोर्टेन्ट छ है तपाईँको यदि भेरिफाई भएन भने चाहिँ हेरिराख्नु है त इमेल पनि भेरिफाई भइसकेपछि तपाईँले एउटा इमेल आउँछ योर अकाउन्ट हेज बिन सक्सेसफुली भेरिफाई भन्छ है त तपाईँको इमेलमा चाहिँ है त यति नै हो है त यति भन्दै म अब यहाँबाट बिदा लिन चाहन्छु